हेलो गाइज व्हाट्सअप। मेरो पहिलाको भिडियोमा त हेरिसक्नु भएको होला। डोन्ट स्टप ट्याटु हान्दा आएको स्याभेज कमेन्ट्स। कसम ट्याटु हान्दा पनि सुख छैन, ट्याटु मेटाउँदा पनि सुख छैन। डोन्ट स्टप वालीहरुलाई। ट्याटु मेटाउँदा आएको कमेन्ट्स त झन् ओभर स्याभेज छ। सो आज हामी त्यो सब कमेन्ट सँगै एयरपोर्टको किसकाण्ड, पीएम बालेन शाहको बुहारीको भिडियोदेखि लिएर अरु भाइरल भिडियोहरुको फन्नी एन्ड हिलेरियस कमेन्ट्स पढ्ने छौं। सो गेट रेडी, लेट्स गो। लु नेपाली चेलीबेटीहरुको रहर पनि के हो। म केही बोलिन, पहिला भिडियो हेर्नुस् अनि फन्नी कमेन्ट्स पढौँला। के हो म्याम, यति धेरै फोर्सेपहरु हेर्छु, सिजरहरु हेर्छु, के गर्न लाग्नु भएको? मैले पियर्सिङ भन्छ जुन चाहिँ प्राइभेट पार्टमा हामीले उहाँको चाहिँ ब्ल्याक डायमन्ड लगाइदिन लागेको छु रहर हो हैन। रेडी पारेको छु, अब गर्नलाई रेडी हुनुहुन्छ। एकदमै टाढाबाट आउनु भएको छ, आफ्नै हस्बेन्डले पठाउनु भएको हो। मलाई ठुलो कुरो मान्छेलाई जब एउटा श्रीमानको साथ पाउनु भनेकै ठुलो कुरा हो। यति स्टाइलिस, यति मोडर्न भइसकेको छ क्या अब हाम्रो नेपाल पनि। खुसी लाग्छ अब हेर उहाँलाई कस्तो हुन्छ है त। तो चलिए शुरू करते हैं। लगाइसकेपछि कस्तो हुन्छ हामीलाई पनि देखाउनु है। त्यो सबैलाई देखाउनको लागि हो, त्यो त उसको हस्बेन्डको लागि मात्रै नि हैन म्याम। हामी रिजल्ट्स नहेरी विश्वास गर्दैनौं। होइन मेरो बुढा कता गयो? उता किन्दै छ रे। यो जब म गर्छु, मलाई दिनु न यो जब। म्याम मेरो बुढीलाई चाहिँ त्यो सुरुको डिजाइन है मलाई मन पर्यो। के थाहा श्रीमानले ब्ल्याक डायमन्ड भनेर क्यामेरा फिट पो गरेको छ कि? उहाँको चाहिँ ब्ल्याक डायमन्ड लगाइदिन लागेको छु हैन। त्यो कहाँ लाउने हो दिदी? यता बिचारा यो सोझो दिदीको कुरा सुनौं पहिला अनि फनी कमेन्ट्स पढ्ने है त। देवर हजुर जेठाजु जेठाजु म रन्जु देवी शाह, उहाँ बालेन शाह। दीदी वाह दीदी। आफ्नै जेठाजु नि घर भत्काउन तर हामी सुनार शाह परे, उहाँ कुन शाह हो हामीलाई थाहा छैन। तर जे भए पनि आफ्नो जेठाजु भनेर मान गरिरहेको छु। उहाँले मानोस् नमानोस् मलाई मतलब। ओके कमेन्ट्स पढौँ है त। म गुरुङ, सुदन गुरुङ मेरो आफ्नै दाइ। म पनि कार्की, सुशीला कार्की मेरो हजुरआमा। म खड्का, प्रदीप खड्का मेरो दाइ। म चाहिँ सागर कुँवर, मेरो हजुरबा बलभद्र कुँवर। म अस्मिता पाण्डे, शिबु पाण्डे मेरो दाइ। म रन्जु देवी शाह, उहाँ बालेन शाह हैन। म पनि पुन, महावीर पुन मेरो हजुरबुवा। यो जोडीलाई छुट्टी नै गाह्रो भयो जस्तो छ। भिडियो हेरौँ अनि फन्नी कमेन्ट्सको मजा लिम्ला। रहा नहीं जाता। ये सब क्या देखना पड़ रहा है? ओके कमेन्ट्स पढौँ है त। गर गर विदेशबाट फर्किँदा पाउँछ कि पाउँदैन, अहिले नै पुग्ने गरेर जाऊ। एकछिन आकस्मिक हवाई सेवा बन्द गरिदेऊ सरकार, चुम्बन लिन समस्या भयो जस्तो छ। एयरपोर्टमा पनि रुमको व्यवस्था गर सरकार। इसका मतलब है फेरि रुम जाम कि जस्तो भा होला ब्रोलाई। घरतिर सबै सकेर आएको भए हुने थियो नि। हो यस्तै माया गर्ने मान्छे नभएर हो म विदेश जान मन नलागेको। फाइनल्ली यो ट्याटु हटाउनुको कारण के होला त गाइज? भिडियो हेर्नुस् अनि कमेन्ट्स पढौँला। मायाले यसरी बोल्छ भनेर थाहा भएको भए माया नै किन लाउँथे र मैले नजिक नै किन आउँथे र म। तो चलिए शुरू करते हैं। She is getting ready for marriage maybe. Before marriage clear story. कुन अभागी होला? बरु सुड्डी परोस् तर यो डोन्ट स्टप वाला नपरोस्। एकाउन्ट डिएक्टिभेटेड। ओभरडोज भो कि के हो? लेहर आफ्टर हप्सीको परेसी। ल गाइज हतार नै हुने सधैँ छोरा मान्छेलाई। भिडियो हेर्नुस् अनि फन्नी कमेन्ट्स पढ्ने।
तो चलिए शुरू करते हैं। अनबक्सिङ। यसपछि के भयो होला है? हेर्नु, केटा मात्र भनेको त केटीलाई नि चासो लाग्दो रहेछ। पार्ट 50 सम्म चाहियो। अनि यसपछिको भिडियो आउँदैन? बाँकी भिडियो क्रोममा। सब्सक्रिप्सन लिन पर्छ। नहीं तू समझा नहीं। अनि के भयो नि? ओहो, यता यो सरको इङ्ग्लिस ऱ्याप पनि सुनिदिउँ अनि फन्नी कमेन्ट्सतिर जाम्ला है त। अबे साले। ओके, कमेन्ट्स पढौँ है त। स्वर राम्रो छ, माइक नै बिग्रेको हो। धामी जस्तो छ त। तीज स्पेसियल प्रोग्राम। कुन च्याप्टरको पोइम भनिरहेछ सरले? यो सरले आफूले गाएको गीत आफै बुझ्या छैन कसम। खत्तम बाय बाय। ओहो, पहिला यो नानीहरूको पर्फर्मेन्स हेरौँ अनि त्यसपछि फन्नी कमेन्ट्स पढ्ने है त। तो चलिए शुरू करते हैं। खाँचो त मस्त पग्रेको छ है। रिप्लाई हेर्नु। अब बाल्टिन लिएर बुबु दुन जान लागेको म। मेरे को जाना पड़ेगा। अगाडि माउन्ट एभरेस्ट, पछाडि माछा पुछ्रे। देशको माया गरम भनेको वातावरण नै छैन यार। लेकिन एक सेकंड। लेकिन यार यहाँ में पिघल गया। खाली दुध मात्रै मन पर्छ, कतै म बिरालो त होइन। एकचोटि हेर्दै हस्दै हान्छु, नरिसाउनु ल। एकचोटि झुन्डिन पाए नि हुन्थ्यो। लु, यस्तो सिचुएसनमा परेको छ छैन गाइज? यो ब्रोलाई हेर्नुस् अनि फन्नी कमेन्ट्स पढौँला। मैले हिजो 12 बजेदेखि हजुरलाई भुल्ने प्रयास गरेको छु। गाह्रो, अति नै गाह्रो। भो प्यास खत्तम पहिला जस्तो छैन। सुन बाय बाय। आमा, घोडा, पम्पी, चौरी सबैमा तिम्रै अनुहार देख्छु। अनि ओके, कमेन्ट्स पढौँ है त। सेफ जर्नी ब्रो, जे पनि हुन सक्छ। कस्तो टेन्सन भयो। एक्सपेक्टेसन, रियालिटी। ओल्ड के लकी पर्सन यार तिमी ब्रो। दिस इज व्हाट आई मीन व्हेन आई सेड हैव अ सेफ जर्नी। एन्ड गर्ल सेज, तिमी त केटा हौ, तिमीलाई के को डर? हो प्यास तर पहिला जस्तो छैन। सुन सानो भाइ समात्देला सुतेको बेला। ल गाइज, गल्ती कसको छ होला त? भिडियो हेरौँ अनि फन्नी कमेन्ट्स पढ्ने है त। तो चलिए शुरू करते हैं। गल्ती पसलेको हो। ये भी मेरी गलती है। त्यस्तो बीच सडकमा उभिएर बस्नु भएन नि पसले साउजी। सामान किन्न अलि हतार थियो रे। एन्ड द गर्ल सेड, कस्तो बाटोको बिचमा पसल खोलेको? कति बेला आउँछ भनेर कुरेर बसेको होला अङ्कल। कहाँ उभिरा बस भन्या हो। ओहो, यता बजारमा चाँदीको ब्याग पनि आइसकेछ। यो हेर्नुस् अनि फन्नी कमेन्ट्सतिर जाम्ला। ओ भाई ये क्या है? मैं गरीब हूँ। ओके, कमेन्ट्स पढौँ है त। यो भन्दा बाल्टिन ठिक हुन्छ। अर्को कलरमा अलि ठुलो देखाउनुस् न। अनि चिया हालेर बोक्ने त होला नि। कति लिटरवाला हो यो? 2-4 जोर कपडासँगै मेकअपको सामान अट्ने भए मलाई पनि चाहिएको थियो। Women.
दिदी चाँदीको जेब्रा झोला छैन? मतलब अलग ही लेवल का बंदा था। लु पहिला यो भिडियोको क्याप्सन पढौँ अनि त्यसपछि फन्नी कमेन्ट्स पढ्ने है त। क्याप्सन: तरकारी किन्ने पैसा नभएर मासु पकाउँदैछु, अब पानी किन्ने पैसा पनि छैन, बियर त खाने होला नि। तो चलिए शुरू करते हैं। यतिको गरिब चाहिँ हुनुपर्छ। बिचरा हजुरको पीडा देखेर कस्तो मुखबाट पानी आयो। नक्कली सुन किन्ने पैसा नभएर सक्कली सुन किन्न जाँदैछु। अरे हम तो गरीब हैं। नोकिया किन्ने पैसा नभएर आइफोन 17 प्रो किनेको। लाइक गर्न मन नलागेर कमेन्ट गर्दैछु, हाँसेको सबैले देख्छन् तर भित्रभित्रै म मर्दैछु। मोबाइल किन्ने पैसा नभएर कम्प्युटरमा टिकटक हेर्दैछु। म पनि पंखा किन्ने पैसा नभएर एसी रुममा बसेर हेर्दैछु। ओके गाइज, तपाईहरुको कमेन्ट्स पनि अब फन्नी कमेन्ट्समा। अब प्ले हुने भिडियोमा तपाईले पनि आफ्नो फन्नी एन्ड हिलेरियस कमेन्ट्स गर्नुस्। जुन सबसे फन्नी हुन्छ त्यो नेक्स्ट भिडियोमा पढ्ने छु है त। दैट्स इट फर टुडे गाइज। नाउ चेक आउट द भिडियो। कैसी लग रही हो? क्यों रे?